साथीहरु नमस्कार। आज हामी टीआई रेस्टोमा इन्भेन्टरी स्टक्सहरु कसरी एडिसन गर्ने, तपाईले त्यसलाई म्यानेज कसरी गर्ने, मतलब वेस्टहरु वा घटेको नघटेको जानकारी कसरी गर्ने भन्ने बारे हामी हेर्न गइरहेका छौं। त्यसको लागि सर्वप्रथम तपाई इन्भेन्टरी मोड्युल तर्फ लाग्नुपर्ने हुन्छ। सो हामी इन्भेन्टरी मोड्युल तर्फ रहेको हामी इन्भेन्टरी स्टक सेक्सनमा जाम। तपाई यहाँ देख्न सक्नुहुन्छ इन्भेन्टरी स्टक सेक्सन्स। सो इन्भेन्टरी स्टक सेक्सनमा तपाईले यहाँ हेर्न सक्नुहुन्छ अवेलेबल आइटम्स स्टक्समा के छन् त्यो देख्न सक्नुहुन्छ। लो स्टक आइटम्स तपाई देख्न सक्नुहुन्छ, आउट अफ स्टक आइटम्स देख्न सक्नुहुन्छ। टोटल कस्ट तपाईले यहाँ एनयू मा देख्न सक्नुहुन्छ। तपाई यहाँ हाम्रो सिस्टम नेपाल र भुटानमा वर्क अन गरिरहेको हुनाले करेन्टली तपाईले भुटनिज ल्याङ्ग्वेज यहाँ देख्न मतलब करेन्सी सिम्बल देख्दै हुनुहुन्छ। त्यस कारणले तपाई यदि यसलाई आफ्नो प्राइसिङ वा करेन्सी अनुसार हेर्न सक्नुहुन्छ। त्यसैगरी तपाईले सर्च आइटम्स गरेर कस्टमाइज उनीहरुको डिटेल यहाँ रिपोर्ट पनि तपाई हेर्न सक्नुहुन्छ। कुन आउट अफ स्टक छन्, कुन स्टकमा छन्, क्याटेगोरिजमा के छन्, अल स्ट्याटसमा को फिल्टर तपाई लगाएर हेर्न सक्नुहुन्छ। त्यसैगरी अब मुख्य कुरा चाहिँ हामी स्टक इन्भेन्टरी मोड्युलबाट लाइक आफ्नो स्टकलाई कसरी इन्ट्री गर्ने, कुनै पनि गुड्स हामी अघि वा पछिल्ला भिडियोमा तपाईले देखिसक्नु भयो होला जसरी हामीले स्टक वा आइटम्स एड गरेको थियौं। त्यो आइटमहरुलाई चाहिँ अब स्टक इन्भेन्टरी मोड्युल मार्फत कसरी त्यो आइटम अवेलेबल छ वा त्यसको स्टक इन्ट्रीज कसरी गर्ने, जुन कुरा चाहिँ हामीले डिटेल ड्याशबोर्डमा पनि देख्यौं वा स्टक इन्भेन्टरी ड्याशबोर्डमा पनि देख्यौं भन्नेतर्फ लाग्छौं। सो त्यसको लागि हामी सर्वप्रथम एड स्टक इन्ट्री तर्फ लाग्छौं। सो त्यसपछि हामीले के गर्ने हो त, स्टक इन गरिरहेको हो त त्यो आइटमको भन्ने कुरा हामी यहाँ सेट गर्ने छौं। वा हामी सपोज अब यहाँ हामी के दिउँ, चामल भनेर दिउँ, जुन हामीले ड्राई गुड्समा कुनै समय पुराना भिडियोमा राखेको थियौं तपाई हेर्न सक्नुहुन्छ। सो चामलको स्टक इन गरौँ न त, कति केजी हामीले अघि 110 केजी राखेको पनि तपाई देख्न सक्नुहुन्छ हैन। सो क्वान्टिटी हामी कति केजी चामल हामीले 2 बोरा ल्याएछौं। सो 50 केजी राख्दिम न त, 50 केजी राख्दिम हामी। तपाईले यसको एक्सपायरेसन डेट पनि सेट गर्न सक्नुहुन्छ। अब हामी सायद अप्रिल 27 सम्म राख्दिम। सो त्यसपछि हामीले 110 रुपैयाँ केजीबाटै ल्यायौं वा शशी किराना महर्जनबाटै ल्यायौं वा हामी काजी द होलसेलरबाट लिगौं दिस टाइम। सो त्यो हाम्रो प्रिफर्ड केही भए पनि केही भएन। सो स्टक इनमा हामी एड अन गर्दिम र सिम्पली सेभ गर्दियौं भने सो हाम्रो स्टक इन्ट्री सेभ भइसकेको छ र अवेलेबल आइटम्समा अघिसम्म देख्दै हुनुहुन्छ 6 अहिले फटाक्से 7 भइसकेको छ। यो कुरा तपाईले हाम्रो अरु मतलब अर्को मोड्युल्स मतलब यही इन्भेन्टरी मोड्युल्सको ड्याशबोर्ड सेक्सनबाट पनि देख्न सक्नुहुन्छ। तपाईले ड्याशबोर्ड सेक्सन्सको डिटेल इन्फर्मेसन्स अलरेडी प्राप्त गरिसक्नु भएको छ होला। सो स्टक इन्ट्री हामीले यहाँ गरिसकेको छौं। त्यसपछि एकचोटी स्टक आउट पनि थोरै हामी गरेर कोसिस गरौँ कि जस्तो मलाई लाग्यो। सो तपाईहरुकै चाहना अनुसार मैले 20 केजी स्टक आउट गर्ने निदो लिएँ। सो 20 केजी मैले स्टक आउट भएको कुरा गर्दिएँ यहाँ। सो स्टक इन्ट्री हाम्रो सक्सेस भइसकेको छ र कति केजी अवेलेबल छ भन्ने कुरा पनि तपाईले देख्न सक्नुहुन्छ। यसैगरी स्टक इन आउट वा वेस्टमा रहेको वा सपोज वेस्टमा छ भने तपाईले यहाँ वेस्ट पनि हामी एकचोटी सेक्सनलाई ट्राई गरिदिहालौं। 15 केजी तपाईले वेस्टमा केही भयो भनेर अब केही रिजन दिन सक्नुहुन्छ हैन। सो अब एक्सपायरीको कारणले हामीले चामललाई 15 केजी स्टक वा वेस्ट भएर निकालेको छौं भने सो तपाईले त्यो स्टक पनि यहाँ सेभ गरिदिन सक्नुभयो। यसरी तपाईले वेस्ट इन्ट्री हुनेछ, स्टकको वेस्ट कति गयो भन्ने कुराको इन्ट्री हुनेछ। त्यसैगरी तपाईले ट्रान्सफर एउटा ब्रान्च तपाई मल्टिपल ब्रान्चको रेस्टुरेन्ट ओन गर्नुहुन्छ, मल्टिपल चेन छ र एउटा ब्रान्चबाट अर्को ब्रान्चमा तपाईले ट्रान्सफर गर्दै हुनुहुन्छ भने सो ब्रान्च तपाई सिलेक्ट गर्न सक्नुहुन्छ। हाम्रो यसमा अलरेडी हामी जनकपुर ब्रान्चमा थियौं र अवेलेबल ब्रान्च काठमाडौँ छ। सो काठमाडौँ ब्रान्चलाई हामी सिलेक्ट गर्दिन्छौं। त्यसपछि चामल हामी 10 केजी काठमाडौँमा पठाइदियौं भनेर हामी सेभ गर्दियौं भने सो स्टक इन्ट्री यहाँ पनि एड भइसकेको छ। सो यो अहिले यो भिडियो लामो भइसकेको छ, तपाईहरुलाई पनि बोरिङ नलागोस् भन्ने हेतुले मैले यसलाई स्टक इन्भेन्टरीको मोड्युल इन गरे। अझ डिटेल यसको मुभमेन्ट्सको कुराहरु र रिपोर्ट्स अघि हामीले एड अन गरेको कुराहरु प्रोपरली रिफ्लेक्टिङ अर नट भन्ने कुरा बारे अझ डिटेलमा हामी अर्को भिडियोमा छलफल गर्ने छौं। हस्, थ्यांक यू।